हेलो जजलका सबैलाई आज चाहिँ हामी मेरो नयाँ बाइक एक्सपल्स 200 प्रोको चाहिँ तपाईहरुलाई म अब रिभ्यू दिन जाँदैछु। यहाँ चाहिँ यसको ब्याजिङ एक्सपल्स 200 चाहिँ छैन, प्रो 4 valve हिरो हो। मलाई यो ग्राफिक्स चाहिँ क्या मन पर्छ क्या। यो बाइक चाहिँ अफ रोड लभरहरुको लागि हो, जस्तै कि मलाई चाहिँ अफ रोड धेरै मन पर्छ। सिटी राइड, हाइवे र एडभेन्चर सबैमा चाहिँ कस्तो डिस्टर्ब भन्ने यो बाइकले। ठीक छ, यो बाइक चाहिँ हामी अफ रोड लभरहरुको लागि हामी जस्ता, किनभने यसको चाहिँ ग्राउन्ड क्लियरेन्स चाहिँ लगभग 270। अनि यसको फ्रन्ट लुक्स एन्ड डिजाइनको कुरा गर्नु पर्दा चाहिँ सबैभन्दा पहिला चाहिँ फ्रन्ट लुक्स हेरौँ है त। यसको यो चाहिँ हाम्रो दामी छ नि त है फ्रन्ट लुक्स। यसको टल स्टेन्स र हाई मड गार्ड छ। यो चाहिँ हाई मड गार्ड भयो यो चाहिँ। अनि र यसको चाहिँ यो एलइडी 8 ल्याम्प हो त। यसले चाहिँ यसलाई प्योर एडभेन्चर फिल्स दिन्छ। अनि यसको विन्ड भाइजर चाहिँ राम्रो छ है। नाइट राइडिङमा पनि भिजिबिलिटी चाहिँ यो वाइट भएको भएर चाहिँ क्लियर हुन्छ। अनि फ्रन्ट सस्पेन्सनको कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ एउटा लङ ट्राभल अपसाइड डाउन फोक्स हो है। यो यसको राम्रो पक्ष हुने चाहिँ यो डस्ट प्रोटेक्टर पनि दिइरहेछ। अनि ग्राउन्ड क्लियरेन्स अघि नै भनिहालेँ, यसको हाई छ। रफ रोड र अफ रोडहरुमा चाहिँ टेन्सन हुँदैन, तल छैला कि भन्ने टेन्सन हुँदैन। अनि इन्जिन र परफर्मेन्सको कुरा गर्नु पर्दा चाहिँ यो बाइक चाहिँ 199.6 सीसी को सिंगल सिलिन्डर इन्जिन हो, जुनले चाहिँ 18 bhp को पावर र 17 Nm को टर्क 4V मा हुन्छ। यसको चाहिँ त्यस्तै 19 समथिङ को चाहिँ छ अहिले पावर चाहिँ। अनि सिटी राइडिङहरुमा चाहिँ यो स्मुथ छ। ट्राफिकमा चाहिँ इजिली ह्यान्डल गर्न सकिन्छ भने चाहिँ अब म इभन 510 511 नै छु, मलाई चाहिँ टिप्टो हुन्छ। अनि अलिकति कन्फिडेन्स चाहिँ नआउने के सुरुमा भएर होला। अनि माइलेज चाहिँ यसको एप्रोक्स चाहिँ कम्पनी क्लेम अनुसार चाहिँ 35 to 40 किलोमिटर पर लिटर भनेको छ, जुन चाहिँ म तपाईहरुलाई केही छिनपछि चाहिँ अब केही समयपछि अलिकति चलाऊँ हैन। त्यसको चाहिँ म तपाईहरुलाई माइलेज टेस्टको पनि बताउँछु। अनि सिट कम्फर्टको कुरा गर्नुपर्दा चाहिँ सिट हाइट अलि टल नै छ है। सर्ट राइडर्सहरुलाई चाहिँ अलि प्रब्लम हुन्छ। अनि यसको सिट कुसन हेर्नु चाहिँ यस्तो थिच्दा नरम भए पनि लङ राइडमा चाहिँ मलाई चाहिँ किन यसको चाक डिक्छ जस्तो लाग्छ है। इभन हाम्रो कतिपय राइडरहरुको चाहिँ यो सिटको चाहिँ अलि कम्प्लेन छ। अनि फ्रन्ट राइडर चाहिँ यति ठाउँ नै खान्छ क्या, बस्दाखेरि नै यति ठाउँ जति नै खान्छ भने चाहिँ पछाडिको मान्छेहरूले चाहिँ कम्प्लेन गरिरहन्छ, अलि अगाडि सर्न जस्तो कम्प्लेन चाहिँ गरिरहन्छ है। अनि यसको ह्यान्डल बारको कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ एकदमै वाइड छ है। राइडिङ पोस्चर एकदम स्ट्रेट एन्ड रिल्याक्स हुन्छ। अनि स्ट्यान्डिङ अफ रोड राइडमा चाहिँ यो ह्यान्डल बार राइजर भएको भएर चाहिँ हामीलाई चाहिँ अब इभन 6 फुटसम्मको लागि पनि निउरेर चाहिँ चलाउनु पर्दैन होला आई गेस है। अनि यसको टायर र ब्रेक्सको कुरा गर्नु पर्दा चाहिँ टायर र ब्रेक्स नै फ्रन्टमा चाहिँ 12 इन्चको व्हील छ भने चाहिँ रियरमा चाहिँ 18 इन्च व्हील छ, जुन चाहिँ अफ रोडको लागि चाहिँ एकदम बेस्ट सेटअप हो यो चाहिँ। अनि यो टायरहरु चाहिँ कम्पनीले दिने भनेको चाहिँ एकदम यो ग्रुपहरु पनि राम्रो छ है। यो चाहिँ एकदम डुअल पर्पज टायर हुन्छ, जुन भनेको चाहिँ मडमा, ग्राभलमा, हाइवेमा सबैमा चाहिँ ग्रिप चाहिँ यसको चाहिँ राम्रो हुन्छ है। अनि फ्रन्ट र रियरमा चाहिँ यो डिस्क ब्रेक पनि छ। यो बाइक चाहिँ हाम्रो यो 200 को यो एक्सपल्सको इभन 4V र 2V अनि हाम्रो प्रो पनि सिंगल च्यानल एबीएस मा हुन्छ। यसको चाहिँ भनेको मतलब यसको पछाडिको एबीएस चाहिँ छैन, तर 210 मा चाहिँ डुअल च्यानल एबीएस छ, जुन चाहिँ तपाईले कट अफ पनि गर्न सक्नुहुन्छ। अनि यो चाहिँ तपाईले 3टा मोडमा गर्न सक्नुहुन्छ। अनि एबीएस चाहिँ तपाईले अब यो 3टा मोडमा यसरी चेन्ज गर्न सक्नुहुन्छ। ट्रिप 1, ट्रिप 2, यो वेटिङ, इको, एभरेज। यो चाहिँ तपाईको रोड भन्यो भने चाहिँ तपाईले चाहिँ तपाईको फुल एबीएस काम गर्छ। अफ रोडमा चाहिँ उसले चाहिँ सेमी भनेको मतलब थोरै मात्रै हो कि जस्तो मात्रै गर्छ एबीएस चाहिँ। अनि र्यालीमा चाहिँ फुल यो फ्रन्ट चाहिँ कट अफ हुन्छ है त एबीएस। अनि यो लङ सस्पेन्सनको त म त फ्यान नै हो है। यो चाहिँ तपाईको बाटोमा हुन्छ नि, हाम्रो नेपालको पोटहोल्सहरु जति पनि आए पनि अरु बाइकमा भए हामी तल लट्याएको हुन्छ। मेरो स्कुटर पनि एकदमै ठोकेको छ हैन, तर यो ट्राभल
एकदम ठुलो भएको भएर चाहिँ मलाई त टेन्सनै लाग्दैन, पुरै ग्लाइड हुन्छ क्या यो चाहिँ, पुरै स्वाक्क निस्किन्छ क्या है। अनि यसको फिचर्स र इन्स्ट्रुमेन्टको कुरा गर्नुपर्छ भने यही नै हो। यो मिटरलाई चाहिँ हामी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर भन्छौँ, जुनमा चाहिँ तपाईँको यो स्पिड, यो आरपिएम है, यो 0 जुन लेखेर चाहिँ यो स्पिड भयो, यताको आरपिएम, अनि यो गियर इन्डिकेटर, अनि यो ट्रिप मिटरहरू, अनि यो टाइम है, यो तपाईँको ट्रिप 1 ट्रिप 2 गरेर चाहिँ मिल्छ। अनि यो ब्लुटुथको लागि भयो, यो हाम्रो इकोको लागि, अनि हाम्रो एभरेज कति किलोमिटर पर लिटर दिइरहेछ भन्ने कुरा भयो। अनि यो अघि नै भनिहालेँ एबिएस मोड, यति मात्रै छ। सिम्पल एन्ड इजी लाग्छ मलाई चाहिँ यति भए चाहिँ इनफ लाग्छ। त्यो चट्का भड्का केही मन पर्दैन मलाई चाहिँ, डिसेन्ट। मलाई मेन चाहिने भनेको स्पिड भयो, आरपिएम, गियर, टाइम र ओडोमिटर भने त सबैमा हुने नै भइहाल्यो होइन। अनि यसको ब्लुटुथ कनेक्टिभिटी छ है। यो ब्लुटुथ चाहिँ मलाई चाहिँ खासै चाहिँदैन, मलाई चाहिँ मन पनि पर्दैन। अनि गियर, हाम्रो स्विच गियर पनि सिम्पल नै छ, युज गर्न पनि इजी नै छ यो बाइक चाहिँ है। अनि हाम्रो अब प्रोन्स, यो बाइकको फाइदाहरू के छ भनेर कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ यसको अफ रोड त भन्नै पर्दैन है। प्योर डट भन्दिनँ म, तर नेपालको बाटो जुनसुकै बाटोमा पनि पुग्छ है यो चाहिँ। अनि ग्राउन्ड क्लियरेन्स त म फ्यान नै भइहाल्यो यसको, 270 mm भयो। अनि कम्फर्टेबल राइडिङ पोजिसन भइ नै हाल्यो, राइडिङ पोजिसन यसको कम्फर्टेबल नै छ। अनि यसको भनेको अर्को बेस पक्ष भनेको चाहिँ यसको चाहिँ लाइट वेट छ क्या यो है, अरू बाइकहरूभन्दा चाहिँ लाइट वेट छ, जुनले गर्दा चाहिँ ह्यान्डलिङ गर्नलाई चाहिँ इजी छ। अनि यसको माइलेज पनि राम्रै छ, 200cc को सेगमेन्टमा 38 टु मजाले पनि हाम्रो नेपाली राइडर्सहरूले पनि युट्युबमा तपाईँले हेर्न सक्नुहुन्छ, 42-44 सम्म पनि यसको माइलेज निकालेको छ, जुन चाहिँ एकदमै राम्रो पनि हो है 200cc को कुरामा चाहिँ। त्यो भने मतलब यसको चाहिँ एक फुल ट्याङ्कीमा तपाईँले मजाले 400 किलोमिटर प्लस चाहिँ तपाईँले चलाउन सक्नुहुन्छ। त्यो भनेको चाहिँ तपाईँ काठमाडौँबाट पोखरा, पोखराबाट काठमाडौँ एक फुल ट्याङ्कमा चाहिँ गरेर आउन सक्नुहुन्छ। अनि मैले यो बाइक किन्नेको मेन एक्सपेक्ट पनि राम्रो पनि सबैलाई मन पर्यो क्या, यसको पार्ट्सहरू चाहिँ एकदम अफोर्डेबल छ क्या है। यसको पार्ट्सहरू चाहिँ अफोर्डेबल छ, बनाउनु पऱ्यो पनि सस्तो छ, सर्भिसिङ पनि राम्रो सस्तो पनि छ। अनि यसको कमीको कुरा गर्नुपर्दा चाहिँ यसको सिट हाइट चाहिँ धेरै छ है, जुन चाहिँ टल राइडर्सहरूलाई मात्रै राम्रो हुन्छ, सर्ट राइडर्सहरूलाई हुँदैन। सर्ट राइडर्सहरूलाई चाहिँ तपाईँले नर्मल हाम्रो 204B मात्र पनि लिन सक्नुहुन्छ। अनि यसको चाहिँ विन्ड प्रोटेक्सन हाइवेमा चाहिँ यो हेर्दा चाहिँ यो पहिलाभन्दा चाहिँ लामो चाहिँ छ होइन, तर यसले टाउकोमा चाहिँ लाग्छ क्या हावा चाहिँ, अलि स्पिडमा जाँदा हावा चाहिँ टाउकोमा चाहिँ मजाले नै लाग्छ है। अनि अर्को कुरा भने यो सिङ्गल च्यानल एबिएस नै भइहाल्यो, किनभने तपाईँले योभन्दा मुनिको सेगमेन्टहरूमा पनि डुअल च्यानल एबिएस पाइराख्नुहुन्छ। भनौँ न 200cc कोमा, अब जस्तो कि एनएस भयो, आरटिआर भयो, उनीहरूमा डुअल च्यानल छ भने चाहिँ यसमा चाहिँ सिङ्गल च्यानल हो। अनि इन्जिन भाइब्रेसन चाहिँ मैले पनि अलिअलि फिल चाहिँ अलिअलि हाई आरपिएममा यो इन्जिन भाइब्रेसन चाहिँ मेन गरी चाहिँ यतातिर फुटपेकमा चाहिँ मैले फिल गरेँ, ह्यान्डल बारमा चाहिँ मैले फिल भएको छैन, मैले फुटपेकमा चाहिँ फिल गरेँ। अनि यसको प्राइस चाहिँ नेपालमा चाहिँ मलाई अलिक महँगै भएको जस्तो लाग्यो है, नेपालमा चाहिँ अलिक महँगै भएको जस्तो लाग्यो। अहिले पहिलाभन्दा घटेको चाहिँ छ, मलाई चाहिँ यो टोटल गर्दाखेरि चाहिँ 5 फेरि बाइक आयो कस्तो ठिक छ है, आफ्नो ठाउँ है त, अरूको ठाउँ जे गरे पनि चुप्लाएर बस्नुपर्छ। यसको प्राइस चाहिँ मलाई टोटल चाहिँ 5,06,900 रुपिस पऱ्यो। अनि प्लस त्यसमा चाहिँ 10,000 को फुल इन्सुरेन्स। अरू भने चाहिँ त्यस्तै हो, मैले चाहिँ प्लास्टिक पनि निकालेको छैन कि, प्लास्टिक पनि त्यत्तिकै छ है। अब मलाई यसमा अरू मन नपरेको कुरा भने चाहिँ यो पनि मन पर्दैन मलाई, म अब छिट्टै निकालेर अर्को राख्छु यहाँनिर चाहिँ अर्को राख्छु म अब यो चाहिँ। अनि अरू भनेको चाहिँ मलाई ठिकै लाग्छ। अनि अर्को अलिकति भद्दा देखिने, यो चाहिँ अलिकति कस्तो भद्दा देखिन्छ, यो अलिक यत्रो जस्तो मात्रै 210मा आएको छ नि अहिले, त्यत्रो मात्रै एडजस्ट भइदियो भने बबाल हुन्थ्यो क्या यो बाइक है। अनि अरू एडभेन्चर भन्दा चाहिँ एक्सपल्स नै किन भन्दाखेरि चाहिँ
यो चाहिँ तपाईँलाई मेन्टेन गर्न एकदम सजिलो छ क्या, तपाईँको पकेट फ्रेन्डली भन्छ क्या म यो मसिनलाई चाहिँ। अनि अब भिडियो चाहिँ हामी अन्त्यमा आइसक्यो। अब यो भिडियो तपाईँलाई ठिक लाग्यो, राम्रो लाग्यो अथवा के नराम्रो लाग्यो भने चाहिँ तपाईँले कमेन्टमा भनेर भन्नु। अब के गर्न सकिन्छ, सुधार्न सकिने कुराहरू चाहिँ म सुधार्छु है। अनि अर्को यसमा अर्को राम्रो पक्ष भनेको चाहिँ यो चाहिँ तपाईँको डिआरएल भयो। अब न्युट्रलमा छ है। अब यो तपाईँको कि साउन्ड आउँछ क्या, त्यो 9L चाहिँ तपाईँले रोक्नुपर्छ क्या। अब यो चाहिँ स्टार्ट भयो। अब यसको एक्जस्ट नोटको कुरा गर्नुपर्दा चाहिँ हेडलाइटको कुरा गर्नुपर्दा चाहिँ तपाईँको यो डिआरएल मात्र भयो। अनि यो एक क्लिक गरेपछि चाहिँ तपाईँको लो बिम हुन्छ, अनि यो गऱ्यो भने चाहिँ तपाईँको हाई बिम हुन्छ है। अर्को त्यस्तो केही छैन। अब तपाईँको यसमा अब यो पासिङ लाइट छ, पासिङ लाइट गऱ्यो भने चाहिँ तपाईँको यो दुइटै बल्छ, अफ गरिदियो। अनि यो भन्नुपर्दा चाहिँ यो अलिक खासै केही छैन यसमा। मलाई हजार्ड लाइट चाहिँ छैन, त्यो चाहिँ अलिक चित्त बुझेन है। साइड लाइट भइहाल्यो, हर्न भइहाल्यो। हर्न पनि डिसेन्ट छ, त्यसै खासै एग्रेसिभ पनि छैन, डिसेन्ट हाम्रो कम्प्युटर बाइकहरू जस्तो छ। स्टार्ट अफ गरेपछि डिसेन्ट नै छ हर्न चाहिँ। अनि यता भनेको यो स्विच नै भइहाल्यो। यति हो अब तपाईँलाई यो स्कुटर नैमै छु क्या म अझ पनि। बाइकको चाहिँ वाकरण यति नै भयो। तपाईँलाई केही क्वेरी छ भने चाहिँ तपाईँले कमेन्टमा सोध्न सक्नुहुन्छ, म अभियसली रिप्लाई गर्छु।